विकसित देश राम्रै कामहरू होला, राम्रै गर्न सकेला भनेर आएको। तर Hey guys, good afternoon, welcome to my new vlog. I hope you guys are doing absolutely good. Guys, अहिले बेलुकाको 5 बजेको छ हैन। अनि चाहिँ म चाहिँ अहिले यता माइहामातिर छु के। माइहामा भनेको चाहिँ यो डिज्नील्यान्ड भएको ठाउँतिर हो के। डिज्नील्यान्ड एकदम फेमस कम्पनी हो नि त। अनि यता आउनु कारण भनेको चाहिँ आज मेरो साथमा छन् हाम्रो बाल विक्रम ब्रदर छन्। अनि हाम्रो विक्रम ब्रदर र म चाहिँ बीबीएस फर्स्ट इयर सेकेन्ड थर्ड इयर 3 वर्ष पढ्यो हैन। सँगै पढेको पोखराको माउन्ट भ्याली कलेजमा पढिन्थ्यो गाइज। अनि चाहिँ साथी चाहिँ आएको तिमी धेरै भएन है कति हो 3 महिना भयो। जापान आएको 3 महिना मात्रै भयो। अनि विक्रमलाई यसो भेटौँ भनेर विक्रमको घरहरू कस्तो छ भनेर यसो हेर्न आएको गाइज। अनि कस्तो लाग्छ त विक्रम ब्रदरलाई जापान सोच्यो भन्दा फरक छ। सोच्यो भन्दा फरक के चाहिँ फरक पायो? फरक धेरै नै कुरा फरक छ। तपाईँहरू जापान आउनु भयो भने सबैभन्दा पहिला त भाषा बनाएर आउनु होला। भाषा चाहिँ चाहियो होइन? भाषा चाहिँ एकदमै आवश्यक छ। भाषा पढेर आउनु, अनि बाँकी कुराहरू त तपाईँहरू जापान आइसकेपछि मात्र थाहा हुन्छ। सुरुमा त अब यदि तपाईँहरू जापान आउनु छ भने जुनसुकै भिसामा आए पनि सुरुमा भाषा बनाउनु होला। भाषा सँगसँगै त्यति साह्रो नेपालबाट सोचे जस्तै छैन जापानहरू होइन। नेपालतिर दलालले भने जस्तो यो हुन्छ त्यो हुन्छ भनेर त्यो प्रलोभन देखाए जस्तो अनि गफलाए जस्तो चाहिँ छैन। यहाँ एकदम धेरै मिहिनेत गर्नुपर्ने हुन्छ। अनि यहाँ चाहिँ महँगी पनि अत्याधिकै छ। अनि आफूसँग स्किल नभएपछि एकदम धेरै दुःख पाइन्छ है पाक्दा। एकदमै दुःख पाइन्छ। त्यही त तर भाषाले गर्दा झन् धेरै दुःख पाइन्छ। त्यही त नि। अझ हाम्रो विक्रम ब्रदर चाहिँ नेपालबाट डाइरेक्ट चाहिँ ब्याचलर पासबाट वर्किङमा आएको ब्रदर हो। अनि उसलाई चाहिँ अझै भाषाको समस्या छ कि। जस्तै अब म चाहिँ अब 11 वर्ष अगाडि यसरी 2 वर्ष न्युन गएको 2 वर्ष सानो गएको यसरी पढेर 4 वर्ष पढेर आयो नि त। मलाई त अलिक सजिलो भयो भाषाले गर्दा। अरू विक्रम ब्रोहरू अथवा अरू यस्तै विक्रम ब्रो जस्तै अरू कोही नपढिकन आउने अथवा जापान पनि नपढ्ने भने तपाईँलाई चाहिँ गाह्रो हुन्छ गाइज भाषाबाट आउनु होला। हाम्रो विक्रम ब्रोको घरहरू यस्तो रहेछ यतिर हेरौँ न कस्तो रहेछ भनेर हेर्न आएको। र गाइज अहिले चाहिँ हामी विक्रमको रुमतिर टट्ट बसियो। अनि त्यहाँबाट यसो फेरि बाहिरतिर एकदम शीतल मौसम छ, बाहिरतिर हावा खाने भनेर हिँड्न लागेको। विक्रमलाई सुरुमा कस्तो लाग्छ जापान तिमीलाई? सुरुमा त अब जापान विकसित नै देश थियो गरे। विकसित देश राम्रै कामहरू होला, राम्रै गर्न सकेला भनेर आएको। तर भाषाले गर्दाखेरि अलिकति गाह्रो नै बनाएको छ अझै पनि। त्यही नै कुरा रिपिट गरेँ मैले। अहिले ठिकै छ भनौँ। अनि तिमीलाई यहाँ जापानको के कुरा चाहिँ राम्रो लाग्यो त? जापानको सबैभन्दा मनपर्ने सबल पक्ष भनेको चाहिँ यहाँको रुल्स एन्ड रेगुलेसन, कानुन, अनि यहाँको संस्कारहरू पनि धेरै राम्रो छ। मेन मनपर्ने कुरा भनेको यहाँको कानुन नै। अनि सरसफाइहरू कस्तो लाग्यो? सरसफाइ त धेरै, सुरक्षा कस्तो छ? सुरक्षा धेरै राम्रो छ। अनुशासन कतिको छ? अनुशासन त हामीले सोच्यो भन्दा फरक। हामी नेपालीहरूले अनुशासन हुनका लागि जापानिजहरूसँग त सिक्नुपर्छ जस्तो लाग्छ मलाई अझै पनि। अनि त्यसपछि गएर हावापानी कस्तो लाग्यो? हावापानी चाहिँ मलाई त्यही नेपालकै जस्तो लाग्यो। यो हाम्रो चिबाकेन एरियाको चाहिँ नेपालमा गर्मी हुँदा यहाँ पनि गर्मी हुने, नेपालमा चिसो हुँदा यहाँ पनि चिसो हुने। नर्मली अहिले चाहिँ त्यति नै महसुस गरेको छु। आएको जम्मा 3 महिना भएको छ। सायद गर्मी मौसममा अब कस्तो हुन्छ बिस्तारै यो भ्लगमा नै म तपाईँहरूलाई भन्दैछु। अनि जापानमा कतै खानासाना त गएको छैन नि? खाना त थाहा छैन नि अहिलेसम्म। म कोठाभन्दा बाहिर चाहिँ खाना गएको छैन। सायद कुनै दिन मेरै साथी विवनसँग जान्छु होला खानाका लागि। त्यति बेला पनि हाम्रो न्यू भ्लग आउँछ। त्यो भ्लग पनि तपाईँहरूले हेरेर सपोर्ट गरिदिनु होला। है झन् यता पछाडि यस्तो रमाइलो छ कि ठाउँहरू। विक्रममा चाहिँ कस्तो हिँड्दैछौँ। विक्रमलाई चाहिँ जापानको शान्ति सुरक्षा, जापानको कल्चर
अनि जापानको अनुशासन अनि यो कुराहरू त एकदम मन पर्यो रे। अनि यदि जापान आउने हुनुहुन्छ भने तपाईँहरू चाहिँ एकदम धेरै राम्रो भाषा पढेर आउनु होला। अनि गाइज हाम्रो विक्रम व्रतलाई चाहिँ जापानमा चाहिँ चामल चाहिँ खुब महँगो लाग्यो क्या गाइज। यो धेरै भएको छैन, यो लगभग 3-4 वर्ष भयो जापानमा चामलको भाग अत्याधिक बढेको छ होइन। चामल मात्र नभइकन अरू अरू सामानको भाग पनि अत्याधिक बढेको छ क्या यो कोरोना पछि। अनि अरू त के महँगो लाग्यो तिमीलाई? हामी चामलै बढी खाने भएर होला, चामल अत्याधिक महँगो भइरहेको छ अहिले। त्यसको साथसाथै बस्ने भाडा, रुमहरू अनि आवश्यक पर्ने अन्य खाद्यान्न सामग्रीहरू चाहिँ एकदमै महँगो लाग्यो मलाई। तर जापानमा मलाई अलिक के सस्तो लागेको भनेको चाहिँ ट्रेनको भाडा चाहिँ एकदमै सस्तो छ। ट्रेनको फेसिलिटिज त्यो चाहिँ एकदमै राम्रो छ। अब यहाँ त ट्रेन पनि ठ्याक्क टाइममा आउँछ नि त, जुन टाइममा हो त्यही टाइममा 1 मिनट पनि ढिला हुँदैन। ढिला भए पनि कतिचोटि अनाउन्स गर्छ, कतिचोटि माथि मागेको हुन्छ होइन। अनि यहाँ सुरुमा नेपालबाट आउने बेलामा चाहिँ सबै कुरा महँगो लाग्छ होइन, मलाई पनि त्यस्तै महँगो लाग्थ्यो। अनि यहाँको चाहिँ कमाइअनुसार चाहिँ सायद ठिकै पनि हो जस्तो लाग्छ होइन। अब नेपालमा 10,000-20,000को जागिर हुन्छ त्यो सामानलाई कुनै जुत्ता किन्नु पर्ने 3-4 हजारमा किन्न पर्ने हुन्छ। अब यहाँ चाहिँ सायद 2-3 लाख हुन्छ, कुनै जुत्तालाई 10,000 पर्छ। लगभग ठिकै हो एक किसिमले भनिदियो भने त। एक हिसाबले ठिकै नै हो, तर चामल चाहिँ महँगो छ है जापानमा। चामल महँगो पनि यो त्यस्तै लगभग यो कोरोना पछि महँगो कि। म सुरुमा आउनु 1800सम्म खाएको थिएँ कि चामल है। 10 किलो चामल 1800 पर्थ्यो। अनि यो फेरि यस्तो चामलहरू यो हलालबाट, यस्तो भियतनामीबाटको, थाइल्यान्डको चामल होइन कि, यो ठ्याक्कै जापानिज सुपामा गएर त्यो चामलहरू खान्थेँ कि। अनि अहिले चाहिँ यो समयमा खुब बढ्यो क्या एकदमै। अहिले चामल चाहिँ महँगी। हामी आउँदा पनि 5 केजीको जम्मा 2800 थियो। अहिले त्यही 5 केजीको चामललाई हामीले 4300मा किन्नुपर्छ भनिसकेपछि सायद चामलको भाउ अझै पनि बढ्छ होला जस्तो लागेर आएछ। जापान सरकारले यो कुरा सुन्ने पनि हुन्थ्यो, चामल चाहिँ अलिकति बढी खान्छौँ हामी, त्यसले गर्दाखेरि अलिकति कम गरिदिए हुन्थ्यो होला सायद। जापान सरकारले त हाम्रो कुरा त के नेपाल सरकारले त सुन्दैन, जापान सरकारले त के सुन्ने भए पनि आफ्नो अनुभव चाहिँ यस्तो खालको अनुभव भनेर। तर खुसीको कुरा चाहिँ साथी नजिकै भए पनि जापानमा म आएको 3 महिना भयो, मैले 3 महिना नै कन्ट्याक्ट भयो होला साथी र म। 3 महिनासम्म हामी भेट्न पाएनौँ। सायद जापान आइसकेपछि साथीलाई भेट्नका लागि पनि काम विशेषले गर्दाखेरि समयमै भेट्न चाहिँ नपाइने रहेछ, पर्खिनु नै पर्ने रहेछ। अहिले अब यहाँ नेपाल कस्तो चाहिँ, अब नेपाल कस्तो चाहिँ हुँदैन भन्ने बित्तिकै भेट्न चाहिँ पाइँदैन साथीलाई। नेपाल कस्तो चाहिँ सबैसँग टाइम हुने, सबै पनि फ्री हुने हुँदैन। अब आफ्नो पनि सेड्युल हेर्नु पऱ्यो, साथीको पनि सेड्युल हेर्नु पर्ने हो। अनि उसको सेड्युल आफ्नो सेड्युल मिलाएर बल्ल भेट्न मिल्छ। अब तर खुसी लाग्यो, हामी 3 महिनापछि भेट्यौँ। हामी अझै पनि पहिलाकै हामी जुन कोठामा जुन तरिकाले कुरा गर्थ्यौँ अहिले पनि त्यही तरिकाले कुरा गरेर भेट्न पाउँदा त्यही त मनदेखि नै खुसी छ। मैले त ठाउँहरू केही पनि चिनेको छैन, साथी मेरो कोठामा आउनुभयो, आएर हाम्रो भेट भयो। अनि अहिले चाहिँ हामी मायामा स्टेसनतिर जाँदैछौँ। यो चाहिँ यो बाटो चाहिँ यो पछाडिको यो बाटो चाहिँ यो कोसोको दोरो भन्छ अरेको हाइवे, यो एक्सप्रेस हाइवे हो। यो बाटो चाहिँ नारी त जान्छ गाइस, साथ परेको छ, सबै कामबाट फर्किँदैछन्। अब हाम्रो विक्रम ब्रदर र म नि यसो यता 7-11 अथवा के हुन्छ कम्युनिस्टतिर केही हल्का केही खाजा खाएर म चाहिँ घरतिर जाने। अनि हाम्रो विक्रम ब्रो चाहिँ यता फर्किने कुरो छ। हेर्दै गर्नुलाई गाइस हाम्रो विक्रम ब्रोसँग भेटियो, खुसी लाग्यो एकदम। उसको जापान सम्बन्धी अनुभव पनि सुन्न पाइयो। तपाईँहरू पनि जापान आउँदै हुनुहुन्छ भने मेरो च्यानललाई भिजिट गर्नु होला होइन त विक्रम ब्रो? हो नि, भिजिट त गर्नु नै पर्यो नि। केही जानकारी लिनु छ, जापानको बारे केही नयाँ सिक्नु छ, तपाईँहरू जापान आउनु छ भने अथवा जापानको बारेमा विशेष जानकारीहरू पाउन छ भने अथवा केही कुराहरू छ भने चाहिँ तपाईँहरूले कमेन्ट पनि गर्न सक्नुहुन्छ। म जापान आउँदैछु, मैले के कुराहरू
जान्नुपर्छ अथवा के कुराहरू आवश्यक छ जापान स्टुडेन्ट भिजा एप्लाई गर्नको लागि अथवा वर्किङ एप्लाई गर्नको लागि त्यस्ता खालका अनि नयाँ कन्टेन्टहरू पनि बन्छ जसले गर्दाखेरि त्यसको लागि चाहिँ तपाईँहरूले यो च्यानललाई सब्सक्राइब गरिदिनु माया गरिदिनु अनि जापानको बारेमा अथवा अरू कुराहरू पनि जान्नका लागि चाहिँ यो भ्लगलाई तपाईँहरूले अवश्य पनि माया गर्नु नै पर्ने हुन्छ ल अब गाइज हामी चाहिँ अब 7-11 अथवा यहाँको कम्युनिटी स्टोरतिर अथवा के छ नजिक खाजा खाने ठाउँतिर जान्छौँ है गाइज साँझ पनि परिसकेको छ गाइज अहिले हामी चाहिँ यता डिज्नील्यान्डतिर छौँ होइन अनि यो होटल छ नि यो होटलमा चाहिँ टोकियो डिज्नी रिजोर्ट होटलमा चाहिँ मैले पहिला काम गरेको थिएँ होइन अनि यहाँ आउँदा चाहिँ त्यो पुरानो यादहरू आउँछ कि अनि यहाँ आउँदा उता चाहिँ त्यो यस्तरी होटल थियो त्यहाँ पनि काम गरेको थिएँ त्यो ठाउँ चाहिँ साँझमा यस्तो रमाइलो हुन्थ्यो हाम्रो पुन गुरु सन्तोष भाइ हामी चट्ट बस्ने अनि रमाइलो नौहरू चट्ट लिने ठाउँहरू थियो अनि अहिले चाहिँ मान्छेहरू यस्तो डिज्नील्यान्डबाट दिसो रमाइलो गरेर फर्किँदैछन् यहाँभित्र चाहिँ डिज्नील्यान्ड छ होइन डिज्नील्यान्ड चाहिँ जहाँ एकदम चर्चित कम्पनी हो नि त अमेरिकन कम्पनी यहाँभित्र छ एकदम रमाइलो छ कि त्यहाँभित्रहरू म चाहिँ 2015मा अनि 70तिर गएको थिएँ त्यहाँभन्दा पछि चाहिँ गएको छैन अहिले चाहिँ टिकटको मूल्य पनि बढेको छ होइन जस यस्तै छ गाइस हाम्रो विक्रम बर्दाले क्यामेरा फर्किरहेका छन् अनि यतातिर चाहिँ यस्तो खालको छ कि र गाइज अहिले चाहिँ म विक्रमलाई भेटेर घर पनि फर्किसकेको छु अनि भेट भएको छोटो ब्लग बनाऊ भनेर ब्लग पनि बनाएको छु त्यति लामो बनिसकेको छैन अनि त्यति सिनेमेटिकहरू पनि छैन आई होप आजको भिडियो मनपर्छ होला मन परेको खण्डमा लाइक गर्नु होला यदि च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्नु होला थ्याङ्क यू फर वाचिङ सी यू नेक्स्ट ब्लग बाई